बुटोलमा 2 जना बच्चासहित एक महिलाको विभत्स हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटोलका प्रहरी नायब उपरीक्षक इन्द्र राणाका अनुसार होराइजन चोक नजिकै मिलजुली पथमा महिला र बालबालिकाको हत्या भएको हो। उनीहरूलाई घरेलु हतियार हतौडा र चक्कु प्रहार गरी हत्या भएको स्थानीयको भनाइ छ। 31 वर्षीय दिपा बस्याल र उनका 2 छोरीहरू 7 वर्षीय स्नेहा बस्याल र 4 वर्षीय नानी बस्याललाई रहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको आरोपमा अन्दाजी 30-32 वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसेर केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका घटनामा उपस्थित स्थानीयले बताएका छन्। डिभोर्स गरेर अर्कैसँग विवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी 4 बजेतिर घटना घटाएको प्रहरीको भनाइ छ। उनीहरूबीच करिब 8-10 वर्ष पहिले नै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यद्यपि घटनाको सम्पूर्ण विवरण भने आउन बाँकी छ।